अब गृहमन्त्रीको जो अस्वाभाविक उहाँको फुर्तीफार्ती भयो भनेर पनि आलोचना छ। अर्कोतिर सम्पत्ति त अकल पनि ओहो हो 4 करोडभन्दा बढीको सेयर, 89 तोला सुन। घर जग्गाको विषय कुरै छाड्नुहोस्, जग्गा त कति हो कति। जग्गाको हाम्रो हदबन्दीको हेरेको तराईमा 10 बिघा, काठमाडौँ उपत्यकामा 25 रोपनी, पहाडमा 70 रोपनी। यो खोज्दै जाने नि योभन्दा बढ्ता हुन्छ जस्तो देखिन्छ। पहाडमा कति छ? मापदण्ड कति छ पहाडमा? 70 रोपनी छ। उहाँको 230 कति देखेको छ होइन, 240 200। अब यसो गृहमन्त्रीजीको सल्लाहकार चाहिँ अलिकति कानुनी सल्लाहकार अलिकति भएनन् कि? उहाँलाई जोगाउनु पर्छ भन्ने कि के हो यो कुरा? जोगाउन होइन, जस्तो सम्पत्ति राख्न पाइँदैन भन्ने कुरा थाहा छ कि छैन हामीलाई? नेपालको जस्तै हाम्रो त हकबन्दी लाग्छ नि त। हो, हदबन्दी छ, हदबन्दी छ, कृषिमा हदबन्दी छ। अब पहाडमा कति रोपनी के छ, त्यो हदबन्दीभन्दा बढी जग्गा त पास पनि हुँदैन होइन र? पास हुँदैन नि होइन? त्यो त राज्यको हुने व्यवस्था छ, राज्यको सिधै हुने व्यवस्था छ। त्यो भए हुनाले त्यसमा बुझेर अब उहाँले भन्नु पर्थ्यो। जस्तो त्यो पास कसरी भयो त बढी छ भने? मलाई त के लाग्छ कहिलेकाहीँ यो नभएको सम्पत्ति पनि देखाइदिइरहेछन् कि जस्तो लागिराखेको। भविष्यमा आर्जन गर्ने हिसाबले त्यस्तो हुनसक्छ, मेबी त्यो हुन्छ। ए त्यो सोडिङ वाग्लेजीको अर्थमन्त्रीजीको हिजोको भिडियो हेरेको थिएँ मैले, उहाँले आफै भन्नुभएको रहेछ त्यो सुनमा लगानी गर्छन् भविष्यमा आउने कमाइमा। अनि अर्को चाहिँ जस्तो हामीले सुर्खेतमा चिनेको हाम्रो बहिनी छिन्, हाम्रो अहिले सीता मन्त्रीज्यू बादी, उहाँको 18 तोला सुन रहेछ। 18 तोला सुन, उहाँ त भर्खरको मान्छे हो फेरि। 18 तोला सुन भनेको अहिलेको रेट अनुसार 54-50 लाख हुन्छ। 180 लाख छ अर्को मन्त्रीको होइन। अरू यसो हुन्छ हजुर, कस्तो भने अब उहाँहरूको पुर्ख्यौली सम्पत्ति हो भने त त्यसो स्रोत देखाउलान्। पैसा कमाउनु नै हुँदैन भन्ने होइन, सबै गरिब हुनुपर्छ भन्ने होइन। कसैले दुःख मेहनत र परिश्रम गरेर सरकारको मापदण्डमा बसेर कमाएको छ भने त्यो कमाउन पर्ने उसको अधिकार हो।